गाइस मेरो साउनमा बर्थडे आउनेछ अब हेरौँ बाबासँग एउटा प्र्याङ्क गर्ने ल हेरौँ बाबाले के भन्नु हुँदो रहेछ मेरो बर्थडेको लागि बाबा हेलो यस छोरी के भन्छ मेरो बर्थडेमा के दिने प्लान छ तिम्रो बर्थडेमा तिमीलाई के चाहियो मलाई त ह्यान्डब्याग चाहियो डन ओके अस्ति भर्खर किनेको ह्यान्डब्याग ए अर्को वाला अनि त्यसपछि तपाईहरुको पनि एनिभर्सरी आउँदैछ नि अच्छा 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 हो त्यसको लागि पनि मैले प्लान बनाइसके के प्लान बनायो छोरी गिफ्ट बनाउँछु कति धेरै कुरा बनाउँछु रियली अँ ओके आई वान्ट टु सी योर गिफ्ट हस् थ्यांक अनि यू आउनु हामी दुईटा मिलेर सानीसँग एउटा प्र्याङ्क गर्ने कस्तो प्लान ल हिँड्नु म सानीसँग सोधेँ तिमीलाई मेरो बर्थडेमा कतिवटा चक्लेट चाहियो ओके सानी मेरो बर्थडेमा तिमीलाई कतिवटा चक्लेट चाहियो धेरैवटा खान्छु म त एउटा पनि दिन्न खान्छु तिमीलाई हान भने म त मामु बाबालाई भन्छु दिनुपर्छ चक्लेट ल अनि आऊ मामुसँग एउटा प्र्याङ्क गर्ने ल यहाँ आएर ओके ओके मामु यस तपाईको बर्थडे अब मेरो बर्थडे आउनेछ तपाईलाई कुन चक्लेट मन पर्छ त्यही चक्लेट किन्छु मलाई त र्याबिट चक्लेट मन पर्छ ओके र सुन्नु हामी सबैजना मिलेर अब हामी एउटा युट्युब च्यानल खोल्नेछौँ गाइज युट्युब च्यानलको नाम हो सुषमा थापा नि तपाईहरु प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनुहोस् होला थ्यांक यू थ्यांक यू